हेलो नमस्ते स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा र आज चाहिँ बोजुरूमा आइसकेको छौँ स्वयम्भू र यो चाहिँ हाम्रो सामान हो र टिकट चाहिँ अस्ति नै काटिसकेको थिएँ तपाईँले हेरिसक्नु भयो होला र यो चाहिँ हामी जाने बस हो र बस चाहिँ एकदमै निट एन्ड क्लिन रहेछ है बस्ने यो सिटहरू पनि एकदमै राम्रो लाग्यो मलाई त कम्फर्टेबल रहेछ ठुल्ठुलो छ बस्ने सिट पनि है र अगाडि पनि एकदमै सामानहरू राखेर खुट्टा फिजाएर राख्न सक्ने रहेछ र बोजू चाहिँ बसिसक्नु भएको छ अनि मामा र माइजू चाहिँ हामीलाई पुऱ्याउनु आउनु भएको छ अनि पछाडि भाइहरूले पनि सफाहरू गर्नुहुँदैछ है अनि यता माइजू पनि आउनु भएको छ र मामा र माइजूले हामीलाई धेरै हेल्प गर्नुभयो सामानहरू उचार्नु पनि पुरा सघाउनु भएको छ र हामीलाई यहाँ पुरै राखेर चाहिँ अब फर्किन आँट्नु भएको छ मामा माइजू र यसपालिको हाम्रो काठमाडौँको तीर्थ पनि एकदमै राम्रो रह्यो अनि मामा र माइजू चाहिँ बाहिर निक्लिसक्नु भएको छ अनि जानुहुँदैछ मामा र माइजू चाहिँ र बाहिर चाहिँ घाम पनि एकदम लागिरहेको छ तर शीतल हावा पनि छ है अनि मामा र माइजूलाई चाहिँ अब गरिदिन्छु म बाई बाई मामा र माइजू चाहिँ गइसक्नुभयो है र अब चाहिँ हामी पनि हिँड्नु आँटेको किनकि टाइममा टक्कै हिँडिहाल्छ बस चाहिँ तर बस आज खाली खाली नै छ कम्ती छ मान्छे है र हामी चाहिँ अब हिँडेको यहाँबाट र अहिले चाहिँ हाम्रो बस आइसकेको छ 9:20 अनि यहाँ चाहिँ एकछिन बसिरहेको छौँ हामी र यहाँ चाहिँ बोजू र मैले किने सानो पपकर्न अनि पपकर्न खाँदै जाने र भन्दै आजको मेरो यो भिडियोलाई पनि म यहीँ नै राख्न चाहन्छु र यसपालि हामीलाई काठमाडौँमा पूजापाठ गर्नु एकदमै रमाइलो भयो सो बाई बाई थ्याङ्क यू।